हेलो साथीहरु, हामी चाहिँ खेतमा पुग्न लाग्यौं। पाटा भन्ने ठाउँ यस्तै छ। यता मकैहरू, सिमीहरू घाँस काट्न आएको। हामी चाहिँ उता दाइ चाहिँ खेतमा पुगिहाल्नु भयो। यता चाहिँ यिनीहरू हिँड्दैछन्। यसरी पानी बोकेर ल्याउनु पर्छ, यसरी हिँड्नु पर्छ। उकालो छ, अब जानुपर्छ। खेत छ उता, घाँस काट्नु पर्छ। हामी चाहिँ यस्तो सिमी छन्, सिमीमा चाहिँ धेरै बढै छ। यस्तो दामी छ हिँड्नु। त्यो भ्यूहरू भर्खरै घाम लागिरहेछ, एकदम राम्रो छ। उता माथि हाम्रो लेक छ, त्यहाँ जानुपर्छ हामी भोलि पुरा सिमी लग्न चाहिँ। त्यहाँ यता चाहिँ एउटा टावर छ, हेर्नुहोस्। अहिले चाहिँ जुम गरेर देखिँदो रहेछ। यस्तै हो। यहाँ गाईहरू पनि राख्छन्। त्यो सानो सानो घरहरू गोठहरू पनि गरेका छन्। गाई हेर्न आउनुपर्छ।